हेलो हेलो एभ्रिवान हैन। सो आज म यस्तो ठाउँमा आएँ। यो ठाउँमा एउटा मेमोरी छ क्या, छुट्टै खालको मेमोरी छ क्या यो ठाउँमा। सायद धेरैलाई सम्झना होला, यो ठाउँ धेरैले सम्झिन्छन् होइन। धेरै टाढा नि होइन, टक्क यहाँ गला आउँथ्यौँ हामी पहिले नि। अहिले नि म आज गला नै आएको छु। अनि त्यस पछाडि यो बारी, त्यो घर होइन, यतातिर त्यो धेरैलाई थाहा होला नि त। टक्क यहाँनिर चाहिँ यस्तो दामी हिसाबमा यो तुत भन्छ हाम्रोतिर, कतै किमु भन्छ, फरक फरक नाम छ। यो चाहिँ मस्त फल्या हुन्थ्यो कि पहिला नि। पहिला त अझ अलि ठुल्ठुलो रुख थियो, पछि काटेर अलि सानो भयो। आजभोलि रुख पनि बुढो भइसक्यो। अनि यो ठाउँमा के मेमोरी छ भनेपछि पुरा डन्नै हुन्थ्यौँ यहाँ तुत खाना मान्छे होइन। अनि त्यहाँ त्यो माथिको घरमा चाहिँ त्यहाँ एकजना अङ्कल आन्टीहरू बस्नुहुन्थ्यो। अनि बच्चा बच्ची पनि धेरै थिए। अनि हामी बाहिरको यो ठाउँमा पुरै तुत खाना आउने, यहाँ खानै नदिने कि घरकोले एकदम चोर्थ्यौँ यो ठाउँमा हामी, यस्तो थियो। अनि त्यहाँ माथि चाहिँ प्लमको रुख थियो होइन, यो जो सुकिरह यो एकदम प्लमको रुख थियो पहिला। अनि यहाँ प्लम हामी चोर्न आउँथ्यौँ। अनि यहाँनिर यो आन्टीले खेदेर जहिले नि गाली, जहिले नि झगडा, त्यो घरको मान्छेसँग झगडा गर्ने, जहिले नि चोर्ने गर्थ्यौँ। ल आजभोलि हेरौँ न, जमाना कतिदेखि कति परिवर्तन भएर रहेछ भन्ने कुरा आज बल्ल महसुस भयो। आज यहाँ अब यो यत्तिकै फलिरहेछन्, लटरम्म बाँदर आएर खाइरहेछन् बेला बेला। त्यो उताको यो प्लमको रुख चाहिँ सुक्या छ। अनि म यही ठाउँमा छु, तर यही ठाउँमा भएको अरू साथीहरू छैनन् होइन। यही ठाउँमा गला आउँथ्यौँ, यता तलतिर गला आउने, तलतिर गला आउँदा पनि यो हे काल्नामा बाख्रा चराउने को रे, काल्ना साउले होइन। यता आयो भने चाहिँ त्यो भएर सबै जाइनहरू झुन्डेले भाँचेले हाँगै भाँचेले। अब आजभोलि यस्तै छ, यहाँ लटरम्म फलेछ। हाम्रो उनीहरूका जाइनहरू त्यहाँ छन्, उनीहरूले चालैबास गर्दैनन्, यस्तो भइराखेको छ। समयअनुसार चाहिँ धेरै कुराहरू परिवर्तन हुँदो रहेछ। अहिले हेरौँ न, त्यो बेलाका चोर्ने मान्छेहरू पनि कोही कता छन्। अनि घरबेटी पनि कतिचोटि फेरिसके, घरबेटी पनि छैनन्। अनि अरू आन्टी आएर बस्नु भएको छ। अनि यो चाहिँ एउटा मेमोरियल लाग्यो मलाई। यो ठाउँ चाहिँ ट्याक्कै यहाँ आउने बित्तिकै मैले त्यही सम्झेँ क्या। टक्क गलाइरहेको थिएँ, यो बारीहरू देखेँ अनि यहाँ फलिरहेका तुतहरू देखेँ। अनि त्यसपछि मलाई कस्तो त्यो पुराना दिनहरूको याद आयो। पुराना साथीहरूलाई एकदम धेरै धेरै सम्झाएको छु यही भिडियो मार्फत मैले है। तिमीहरूलाई पनि थाहा नै होला नि हामी यहाँ के आएर गर्थ्यौँ भनेर। अनि हामी यहाँ त्यो केराको बाहिरको बोक्रामा टक्क झोला बनाएर मस्त टिपेर तुत घर लाने होइन। अनि त्यो पाल्नापट्टि जङ्गलतिर ग्वाला जाने, पाल्नापट्टिबाट एउटा कराउने, पाल्नापट्टिबाट एउटा कराउने होइन। ल सबैलाई धेरै धेरै माया छ, धेरै धेरै सम्झना छ यो भिडियोबाट है त। मिस यु गाइज।